राइडरहरू यस्तो हुन्छ फेरि केटा खै त्यहाँ डुक्यो चुच्चाले लाने केटा हो माथि हाल्छ राइडर हो नि त यता पनि ढुङ्गा भन्दा यतापट्टि एउटा हाल्दा भन्ने क्या पानीमा पर्ने जुत्ता खोल्दा चप्पल लानुपर्ने त खोत्रो चप्पल भयो नि अहिले अफरोड आएर है मजा लाग्छ मजा सबैजनाकै सोयो राम्रो हुन्छ होला अब मिठो झर्ना भोलि आएर भिडियो गर्नुपर्छ मम्मीको बनाइछु तर सोगडा खोला जाने बेला हेर्नु एउटा कस्तो जस्तो लाग्छ बिहान बिस्तारै खुट्टा नटेकिनु पक्यो एकैछिन हेर्ने सोगडा मिठो राम्रो चाहिँ पौडिनु पर्छ भोलि हामीलाई भने दादाले खुट्टा नटेकिनु तार चाहिँले त खिड्की ल जुत्ता सुत्ता खोल्नु ढिलो हुने होइन केटा भिडियो बना अनि हेर्ने समाजमा लाग्यो खुट्टा नटेकिनु तारिदिन्छु कस्तो ल झर्नु पर्दैन नि म खुट्टा टेक्नै पर्दैन कहाँ यार खुट्टा टेक झर्ने कुरो हुन्छ खुट्टा माथि हाल है त्यस्तो नो रिक्स खुट्टा टेक्नै पर्ने छैन खुट्टा टेक्नै पर्दैन तार्यो है तार्यो तार्यो सयो कुरा हो दोस्ती मिठो पछाडि चले जाने कुरो हुन्न उल्टा खाने त्यही कुरा हो यही शिर र धुवा फालेको यार यही कुरा हेर त तालिस के मुलाको यो हेरे हेरे धुवा हेरे ओ नर्क्या कुरा धकाल नि यहाँ गाह्रो छ बटार बटार त्यो मुसित हो या जुत्ता हेरेर हालत दादालाई गुल्टिन चान्सेस होइन हेर त यो छिगुट जुत्ता जस्तो हुन्छ केटाहरूको यार यसको हो फाइदा यता आएको फाइदा यसको आफ्नो यतिको त सबै जुत्ता नि हामी हेर जमेको थिएँ यही कुरा हो यो त हालत तलको बाटो बिग्रेर केटा फेरि यो चाहिँ माथिको हो गाह्रो बाढ घुस्किएर पेटी टाइम लिन्छ पेटीको केटा हो यसले बाउको स्कुटरको पैसा खाने भयो छोयो म त छोयो मिठो मिठो यस्तो जुत्ताको हालत तिनीहरूको एउटामा खनेर बस्यो यार सय एउटा स्कुटरको हालत इलेक्ट्रिकको ढोक्छ कि झन्डै पल्टिसक्यो केटो दादा दादा नानी ढकाल्छ कस्तो भयो अब गाह्रो आमा जस्तै पुग्यो जाँदा ढकाल्छ यो आफै जान्छ एउटा गाह्रो उहाँहरूको गइसक्योमा काम गरेर सिरियसमा आएछ 2-3 दिनमा आएछ केटा पानी परेको बेलामा चाहिँ मेरो अनुमति यही छ होइन म यही भन्न चाहन्छु तिमीहरूलाई अनि दाजुले भक्क यताको लेन बाटो आएको छ हेर त केटा जाँडेको जस्तो नि फोटो भइसक्यो चरो छोइसक्यो केटा त्यो स्कुटर चाहिँ नबिट्टो गुल्टे कता ढिलो भिडेको छ अहिले सगा एक्सिडेन्ट खान्छ नि गाह्रो उहिले त्यसै उहिले गाह्रो जङ्की सय राइडरहरू यस्तो हुन्छ फेरि केटा खै आमा त्यस्तै छ है उफारे छ अनि अब झन्डै गयो अनि के अरे अब धेरै भिडियो बनाउनु भनेको हो आफ्नै ज्यान खतरा छ अब त्यो त अहिले भेटौँला धेरै बनायो सयो यस्तो चाहिँ पुरै यता हाल्न यता हो सिरियसको बाटोमा भाग्दै
ए राइडर ब्याक छोड्नु पर्दा ब्याक हालत चाहिँ तिनीहरूको हालत चारेकै त गाह्रो रिक्स यता थियो यार यस्तो छ केटा बाटो यसले पो चाल्ने भनेर जान्नु मलाई चाहिँ पनि क्या हो ऊ छोयो यो छोयो पकमा झर्छु अब ल्याएर चाहिँ पेटी पुस्कियो केटा बनाएर लानु पारा ल आवाज केटा हो यही त दिनु सप होरै बोल्दा सक्ला हो उत्ता हरे केटा हो कस्तो 2 घण्टा हो तिहेरीमा साले कोदी पनि भयो त अब उता गरेर भेटाउँदा त्यस्तै हिँड्दै भयो त्यो टी सर्टको हातहरू सुकाउनु पर्छ केटा हो आएर अहिले धेरै केटा डर लाउनु लागिसक्यो पछाडि बस्नु अरे अब तर हालेको सही रहेछ के अरे हो फस्यो गाह्रो पक्रिएर नि हुन्छ बजार हतारमा हेरेर ए बजार बजार गयो यो चाहिँ गयो है गयो गयो सर बाटो यस्तो छ यस्तो छ बाटो चाहिँ जस्तै झगडा हो पछाडि बस्नेको नि ढाड दुखेर काल दुख्यो जस्तो भइसक्यो चिपिरहेको त पछाडि गाडी किनी अनि जुत्ताको हालत त भन्नै पर्ने कुरा हो जुत्ता लगाएर आएको हुन्छ चप्पल लगाएको हुन्छ उठ्या उठ मजा आउँदै हान्दा बढी म अझ बढी दिन्छु अहिले बढी भाषण दिन्छु हप्ता 20-30 प्लेटकै हुन्छ जस्तो छ सय हो सिक्रेसको बाटो जस्तै छ त्यस्तो जस्तै नि छैन फेरि यतिकै त राम्रो नि बेटा फेरि यार बोल्दा बोल्दा सय उता भेटौँला सुझा त बिजन सुझा बरु हाम्रै जुत्ता फोडौला छोक्रा हो स्कुल चलाएको कुरा हो जुत्ता फोड बनायो अहिले छोक्रा हो दादाको जुत्ताको हालत स्कुल काम जानु कुरा अहिलेसम्म त खतरा मजा आइरहेको थियो अहिले देखियो बल्ल पारै देखियो यार यस्तो समुद्रबाट कस्तो तान्दै लाग्नु पर्दा छ मान्छे जाने फाइनली एउटा कट्यो ल राइडरहरू अनि बाटो जस्तो छ एउटा सिग्लेसमा एउटा हो बाटो जस्तो छ एउटा हो सिग्लेसको बाटो है यस्तै छ माथि रोजरले खनिरहेको छ एउटा हो भन्दै गयो जुत्ता Đây rồi nó kia Let's just grab out of it. Set up. Ơ Nacho. Rồi बाटो जस्तै छ यार आमा तातो त जस्तै छ फेरि यहाँ भौजुर बाहिर जानु लाग्यो हामी चाहिँ आजको बाटो त्यो बाटो बन्दैछ अनि बाटो चाहिँ कसम कुरा हो जस्तै छ जस्तै जान्छ यहाँतिर जस्तै आयो चाहिँ अब माथि ट्राफिक नियम फलो गरेका छन्
नबिट्टो गुल्टे कता ढिलो भिडेको छु मैले घुम्दैमा खिच्दा पनि सघाओ एक्सिडेन्ट ओ खान्छ नि गाह्रो उइली त्यसै उइली गाह्रो जङ्की सय